हेलो नमस्ते सबैजनालाई। यो चाहिँ मेरो करेसाबारी तरकारी हेर्नु न, बोडी कस्तो राम्रो भएको छ है। लामो लामो खाले बोडी, तने बोडी। यो चाहिँ भिन्डी रोपेको कस्तो मजाले उम्रेको छ। अनि यो सानो करेला चाहिँ सानै छ। यो चाहिँ मेरो अगाडिको हो, पछाडिपट्टि पनि छ मेरो बारीमा। भिन्डी छ, बोडी छ है। करेला पनि कस्तो राम्रो भएछ त्यता चाहिँ। एक दिन देखाउँछु म तपाईँहरूलाई। आज चाहिँ भिन्डी टिपेको छु अलिकति, अनि यही बोडी मिक्स गरेर पकाउने मेरो विचार छ है। ताजा भिन्डी बारीको अर्ग्यानिक हेर्नु कस्तो मजाले। यो चाहिँ अलिक छिप्पिसकेको छ बारीको चाहिँ। अनि यति बसी त पुगिहाल्छ नि ग्रेभी बनाएर खानलाई। तपाईँहरूलाई कतिको मनपर्छ बोडीको तरकारी? मलाई चाहिँ एकदम बास्नै मनपर्छ क्या बोडीको। अनि एउटा कुरा भन्न मन लागेको थियो कि मलाई सबले, तपाईँहरूले नि कोले युट्युब चलाउनुहुन्छ होला है। यसो साथ सपोर्ट गरौँ, सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला हेर्ने जतिले है। सधैँ हाल्छु भन्छु भिडियो, जो हाल्न भ्याउँदिनँ।